ल हेर्नुहोस् है साथीहरू, यो ड्रागन फ्रुटको बिरुवालाई ल्याएर नर्सरी गरेको। बीजबाट निकालेको बिरुवालाई नर्सरी गरेर चट्ट लाएर सार्ने हो। चट्ट लाएर सार्ने। यो ठुलो बिरुवा किन्दा महँगो पर्ने भयो। त्यही भएर अहिले सानो बिरुवा मजाले सारेर अब अर्को वर्ष मजाले सारिन्छ। यसरी फेदा पानी नहाली छेउछेउमा हालिदिएपछि माटो नि भिज्छ, झरा नि उधिँदैन। चट्ट लगभग 100वटा बिरुवा मैले 100वटा बिरुवालाई नर्सरी गरेको छु। अब यसबाट हजारौं बिरुवा निकाल्न सकिन्छ। अर्को वर्षका लागि बिरुवा तयार गर्दैछु। अर्को वर्ष चाहिए जति बिरुवा यहाँ उत्पादन हुन्छन्। त्यसपछि मजाले लाइन्छ ड्रागन फ्रुट। हरेक पोलमा 4वटा गदाहरूले लाइयो भने पनि 1000 पोलमा 4000 बिरुवा त हेटो निकालिने छ। ल हेर्नुहोस् साथीहरू, आज मैले नर्सरी गरेको छु। अब यसलाई अपडेट दिँदै जान्छु। कहिलेसम्म हुन्छ, कत्रा हुन्छन्। यो भदौमा जम्माका बीजबाट निस्केको बिरुवा अहिले वैशाख 12 गते हो कि कति गते, त्यस वैशाखसम्ममा यत्र भन्छन्। बल्ल चिसोमा त्यति बढ्दो रहन्छन्। यो गर्मीमा एकदम छिटो बढेका छन् यी बिरुवाहरू। आज नर्सरी हेरेर मजाले यसलाई काटिदिएको छु, पानी नै हालिदिएको छु। अब यसलाई ठुलो भएपछि सार्ने हो। यो चाहिँ सेतो ड्रागन फ्रुटको बिरुवा। यसमा जरा पलाछन्, मुना चाहिँ आएको छैनन्। त्यो चाहिँ स्ट्रबेरी। यसलाई नै अर्को वर्ष सार्नु हुन्छ। यो चाहिँ पोहोर ल्याएको, अहिलेसम्म बढेको छैन। यसलाई नै अब ठुलो हुँदैछ। यो वर्ष नै फल्छ। यो त यसलाई यही वर्ष फलाएर खाने हो। अनि यहाँ चाहिँ यस्तो छ के अरे, यो चाहिँ चुकुन्दर चाहिँ एकदम राम्रो भयो। यता सारेको भएन। त्यसपछि यता अलि धेरै मल हालेर साह्रै एकदम राम्रो भएछ। ठुला भएछन्। खाने बेला त भएन। अरू चाहिँ यो ड्रागन फ्रुट मैले बल्ल सार्दैछु। ल